हेलो नमस्ते सबैजनालाई साथीहरू, फेरि पनि बिमला ब्लग्समा सबैजनालाई स्वागत छ साथीहरू। आजको मेरो अर्को नेक्स्ट भिडियो हैन, अर्को नेक्स्ट भिडियो चाहिँ फेरि रिपोर्टिङकै भिडियो बनाउन लागिरहेको छु। मेरो यो जेट प्लान्ट चाहिँ गमला सानो भएको थियो, यसलाई चाहिँ म ठुलो गमलामा चाहिँ सार दिन लागिरहेको छु हैन। अनि त्यसको साथसाथै मैले चाहिँ यो पनि ल्याएको थिएँ जिजी प्लान्ट हैन। यो जिजी प्लान्ट पनि म सानो रिपोर्टिङ गरिहाल्छु। यो चिसोमा चाहिँ धेरै चाहिँ यो रिपोर्टिङ गर्नु हुँदैन, जरा नहलाइकन सार्ने कोसिस गर्नेछु है। जिजी प्लान्ट चाहिँ एकदम लो मेन्टेनेन्समा, यसलाई चाहिँ पानी थोरै हालेर चाहिँ हामीले जोगाउन सक्यो भने चाहिँ एकदम राम्रो चाहिँ मेन यो चाहिँ एकदम राम्रो प्लान्ट हो। यो चाहिँ हामीलाई एयर प्युरिफाई एकदम लो मेन्टेनेन्समा, तर यो मर्ने चान्सेस भनेको चाहिँ पानी धेरै ओभर वाचिङको कारणले मात्रै मर्छ। जाडो महिनामा चाहिँ पानी स्प्रे मात्रै गरिदिनु होला, बेबीहरू पनि मजाले आउँदै रहेछ। मलाई चाहिँ यो चाहिँ मनपर्छ, एकदम स्याहार बेगर महिनामा एकचोटि थोरै सिविडहरू राखिदिएर र पानी स्प्रे गरिदिँदा मात्रै पनि यो एकदम ग्रो हुन्छ र घाम पनि चाहिँदैन यसलाई। हल्का लाइट उज्यालो ब्राइट लाइट भयो भने पनि मजाले ग्रो गर्छ। यो चाहिँ अस्तिको पालि चाहिँ ठुलो पाएको थिएँ, यसपालि चाहिँ सानो पाएँ। अब यो अब सिजन नभएर पनि होला सायद, अब यो विन्टरमा प्लान्टहरू सारिँदैन नि त साथीहरू। अनि त्यो भएर इन्डोर प्लान्टहरू चाहिँ सारिने, रोप्ने, कटिङ गर्ने सिजन चाहिँ होइन अब यो विन्टरमा। अनि यो जेट प्लान्ट चाहिँ मेरो बुढो जेट प्लान्ट हो, यसलाई पनि थोरै मलमाटो गरेर चाहिँ राखिदिनु पर्यो भनेर चाहिँ म लागिरहेको छु है त। र मेरो जिजी प्लान्टको लागि चाहिँ यस्तो, जिजी प्लान्टको लागि चाहिँ माटो बालुवाहरू माटोमा रोप्नु भन्दा चाहिँ अहिले म चाहिँ यसरी रोप्छु। यो चाहिँ पाइन बार, अनि यो चाहिँ कोइला, अनि कोको चिप्सहरू हैन, पाइन बार, अनि पर्लाइट, यसरी पर्लाइट हालेको छु। अनि पिट मस हालेको छु मैले, पिट मस। अनि यहाँ बालुवा माटो थोरै छ, अनि यहाँ कम्पोस्ट मल छ। जिजी प्लान्टलाई चाहिँ धेरै कम्पोस्ट मलहरू लगाएर चाहिँ रोपिँदैन। जो जिजी प्लान्टलाई चाहिँ हामीले पछि सिविड, यो छेउछेउमा चाहिँ यसरी सिविडहरू थोरै दिनु, सिविड महिनामा एकचोटि 1 चम्चा राखेर लगाइदिँदाखेरि मजाले इजी टु ग्रो हुन्छ जिजी प्लान्ट चाहिँ। र नर्सरीहरूमा चाहिँ यसरी हामी यो पुरा कोकोपिटमा हुन्छ क्या, र पनि मर्दैन। यो नर्सरीमा चाहिँ के हुन्छ थाहा छैन, घरमा चाहिँ जति स्याहार गर्दाखेरि पनि मरिरहेको हुन्छ। मेरो चाहिँ थुप्रैचोटि ल्याइसकेँ, मलाई चाहिँ फेरि एकदम मनपर्छ, थुप्रैचोटि ल्याइसकेँ। तल मेरो थुप्रै छ तल, अहिले त्यो पनि देखाउने नै छु। र अहिले चाहिँ म कोको चिप्स पनि हालेको छु मैले चाहिँ, पाइन बार यसरी हालेर चाहिँ यो मिक्स गरेर यसरी चाहिँ रोप्न लागिरहेको छु मैले चाहिँ। यो अहिले चाहिँ प्रायः जसो खालि यसरी रोप्ने चलन छ प्रायः, पानी के अरे बालुवा र माटोमा मात्रै पनि रोप्दा पनि हुन्छ, हुनुको लागि नहुने भन्ने चाहिँ होइन। र यसरी गर्दाखेरि चाहिँ हामीले हालेको माटो जिजी प्लान्ट चाहिँ पानीको कारणले मात्रै मर्छ, ओभर वाटरिङको कारणले, नभए जिजी प्लान्ट खासै मर्दैन। मेरो एक्सपिरियन्स, अहिलेसम्मको एक्सपिरियन्स, मैले पनि धेरैचोटि ल्याएर मारिसकेँ। अनि त्यो भएको भएर चाहिँ यसरी यो पाइन बार, यसरी कोइलाहरू सडेर पछि मल पनि हुन्छ। र पानी ओभर वाटरिङ भयो भने चाहिँ यो कोइलाले पनि अब्जर्भ गर्ने काम चाहिँ गर्छ। अनि त्यो भएको भएर चाहिँ मैले चाहिँ अहिले इन्डोर प्लान्टहरूलाई चाहिँ यसरी यो सोइल मिक्स चाहिँ यसरी बनाउने गरेको छु। तपाईँहरूले कसरी बनाउनुहुन्छ? हुन त नर्मल माटो बालुवामा पनि मान्छेहरूले रोपि नै राखेको हुन्छ, तर मैले चाहिँ अहिले चाहिँ यसरी बनाएको छु है त साथीहरू। ल मैले त्यो चाहिँ जेट प्लान्ट चाहिँ अस्ति सानो पटमा थियो, अहिले चाहिँ मैले यो 12 इन्चको, बोट ठुलो छ, 12 इन्चको माटोको गमलामा चाहिँ सार्न लागिरहेको छु। र त्यसको लागि चाहिँ मैले यो अघि नै पिटुनियाको लागि बनाएको यो माटोहरू चाहिँ यहाँ छ। यो पिटुनियाको लागि बनाएको थिएँ सोइल मिक्सहरू, बालुवा, नर्मल माटो, गार्डन सोइल, अनि त्यसपछि कम्पोस्ट मल थोरै पिना राखेर चाहिँ यसरी बनाएको छु मैले चाहिँ। यसको लागि चाहिँ यो जेट प्लान्टको लागि पनि खासै धेरै चाहिँ चाहिँदैन, र यसलाई पनि यस्तो बुरबुरा खालको माटो चाहिन्छ, किनभने जेट प्लान्ट पनि सकुलेन्ट भेराइटीमा पर्ने भएको भएर त्यसलाई पनि हामीले चाहिँ पानी कम चाहिन्छ, र माटोको भाँडा भयो भने चाहिँ सजिलो हुन्छ है त साथीहरू। यसरी यो सानो गमलामा थियो, यसलाई चाहिँ मैले यसरी यो गरेर अहिले नयाँ माटोमा चाहिँ हालिदिन आँटेको। यस्तो राम्रो यो ठुलो झ्याङ छ नि त, अनि यो ठुलो झ्याङ भएको भएर यसलाई चाहिँ
फाल्नु पनि माया लाग्यो, तर जरा धेरै भएर सानो पटमा चाहिँ कस्तो अकस्मकस भएर बसिरहेको थियो। त्यही भएको भएर अलिअलि माटो खोतालेर यसमा चाहिँ रोपिदिनु पर्यो भनेर तलको माटो चाहिँ अलिअलि खोतालेर रोपिदिने कोसिस गरेको छु। प्लान्ट जे पनि यसो राम्रो स्याहार हुँदाखेरि चाहिँ प्लान्टहरू जे पनि राम्रो देखिन्छ नि त साथीहरू। त्यही भएको भएर ल अलिअलि यसरी गऱ्यो भने चाहिँ हामीले गरेको माटो हो कि चाहिँ यसरी हुन्छ नि त। साह्रै ठुलो भएको छ नि त यो, त्यही भएर चाहिँ अस्ति म्यारिगोल्ड रोपेको थिएँ। यो साह्रै ठुलो भयो अरूको लागि, पिटोनियाहरूको लागि चाहिँ यो गमला अलिक ठुलो हुन्छ। त्यही भएर म चाहिँ यसमा यो सारी दिनु पर्यो भनेर लागेको है त साथीहरू। यस्तरी चाहिँ कस्तो यो बाङ्गो, यसको फेद बाङ्गो बसेको। कति ठुलो भएको छ, फाल्दा पनि माया लाग्छ साथीहरू है। के गर्नु, प्लान्टहरू रोप्नु थालिसकेपछि, प्लान्ट लभर भइसकेपछि जे प्लान्ट पनि मनपर्छ, जे पनि राम्रै लाग्छ। तल चाहिँ यो राखिदिन्छु यसरी। यो ठुल्ठुलो कोइलाहरू चाहिँ तल राखिदिन्छु, पानी बार्दा कोइलाहरू पानी सर्लक्क फिल्टर हुनु मद्दत गर्छ। अलिक ठुल्ठुलो भएछ पानी बार्दा उयोहरू। यो चाहिँ फेरि अब हल्लिने हो कि फेरि राम्रो निकाल्नै सकिनँ। ल बल्ल बल्ल निकालेँ साथीहरू मैले यसरी है। पुरा अट्यास भाँडा सानो, तर यो जिजी प्लान्टलाई चाहिँ यसरी रुट बाउन्ड नै मनपर्छ। रुट बाउन्ड मनपर्छ, यसरी हेरेर सार्नुपर्ने हुन्छ। हुन चाहिँ यहाँनिर त्यो जाली कपहरू पनि हालेको हुन्छ, अनि त्यो भयो भने चाहिँ बिचराहरू बढ्न पाउँदैन। यो चाहिँ राम्रो एकदम हेल्दी प्लान्ट नै रहेछ। जराहरू यस्तो मजाले गइरहेको रहेछ। यसलाई चाहिँ जरा नहल्लाई सारौँ भनेको, तर निकाल्नु म सकिनँ। निकाल्नु गाह्रो भएर पुरै खतलै पार्नु पर्यो। जरा नहल्लाई रोपौँ है त भनेको त भएन साथीहरू, जरा नहल्लाई भएन। कोकोपिटमा मजाले रोपेको रहेछ यो चाहिँ। भोलि नहालौँ भन्यो, तर फेरि भोलि हाल्नै पर्ने अवस्था हुन्छ। भित्र एयर चाहिँ बस्ने तरिकाले चाहिँ गर्नु हुँदैन। अलिअलि हालेर चाहिँ खापखुप चाहिँ पार्नुपर्छ। अहिले यो सार्नु चाहिँ सिजन चाहिँ होइन साथीहरू होइन, तर जरा नहल्लाई गर्छु भनेको। जरा अलिअलि भइ नै हाल्यो। यसलाई चाहिँ अब सारिसकेपछि पानी चाहिँ स्प्रे मात्रै गर्नुपर्छ है साथीहरू। यो मर्ने भनेकै ओभर वाटरिङको कारणले मर्ने हो। मैले चाहिँ सार्ने काम चाहिँ गरेँ होइन। आजको लागि चाहिँ यिनीहरूको मजाले बेबीहरू यसरी आउँदैछ। यसको 3टा बेबी आउँदै रहेछ। यसरी चाहिँ रोपी। मलाई चाहिँ यो जिजी प्लान्ट एकदम मनपर्ने भएको भएर यो जिजीलाई चाहिँ एकदम घाम नपर्ने ठाउँमा
अफिसहरुमा जहाँ पनि अँधेरो कोठामा पनि राखेर गर्न सक्नुहुन्छ बत्तीको लाइटले मात्रै पनि काम गर्छ क्या जिजी प्लान्ट चाहिँ त्यही भएको भएर मैले चाहिँ ल्याएँ साथीहरु हैन एकदम धेरै बनाउनु मन पर्यो क्या मलाई चाहिँ यो जिजी प्लान्ट चाहिँ र यो जेट प्लान्ट पनि आज चाहिँ व्यवस्था हान्दै मैले जेट प्लान्टको लागि पनि अब चाहिँ पानीहरु हाल्छु है त म जेट प्लान्टलाई पनि मैले चाहिँ यसलाई पनि फंगिसाइडको पानी चाहिँ यसरी घोलेको छु यो हामीले अब यो जिजी प्लान्टलाई चाहिँ धेरै दिनु हुँदैन यसलाई चाहिँ स्प्रेहरु मात्रै यसरी अलिअलि छम्केर मेरो स्प्रे बिग्रेछ स्प्रे पनि कम्ती साह्रो बिग्रिदैन यसरी पानी अलिअलि छम्किने काम मात्रै गर्दिन्छु म चाहिँ यो फंगिसाइडको पानी यसरी छम्किदिने काम मात्रै गर्छु जिजी प्लान्टलाई चाहिँ त्यहाँ भन्दा धेरै चाहिँ पानी हाल्दिन म आज यसलाई चाहिँ लगभग यति हो आज चाहिँ यसलाई चाहिँ धेरै पानी दिदिन म छम्किने काम मात्रै गर्छु र यो जेट प्लान्टलाई चाहिँ यसरी फंगिसाइड हाल्दिन्छु यो अलि बिरामी नै छ यसलाई चाहिँ कुनै पनि बोट प्लान्टहरुलाई फेरि रिपोर्टिङ गरेर चाहिँ यसरी जीवित गराउन पनि सकिन्छ साथीहरु पछि म यसको लागि चाहिँ पछि फेरि पनि यसको दोहोर्याएर भिडियो चाहिँ ल्याउने नै छु है साथीहरु ल साथीहरु मैले चाहिँ आजको सारेको चाहिँ यो है फेरि यो आजको सारेको चाहिँ यो मेरो पुरानो हो यो ब्ल्याक चाहिँ मेरो अस्ति नै देखिको हो यो अस्ति नै देखि यो चाहिँ पुरानो मैले चाहिँ ब्ल्याक ग्रीनहरु चाहिँ धेरै मारिसके पहिला पनि यो चाहिँ ओभर वाटरिङ भयो भने माटोमा मात्रै रोपेको जस्तो हुन्छ साथीहरु यो पनि मेरो बुस्सी ठुलो थियो नि त यो पनि मेरो मर्यो यो चाहिँ ओभर वाटरिङ म अस्ति नै घर गएको बेलामा अर्कालाई पानी हाल्नु लगाउँदा डाङडुङ हाल्दिनु भएछ र माटोमा मात्रै रोपेकोमा चाहिँ भतक्क हुन्छ र यसको चाहिँ भित्र आलु जस्तो राइजम हुन्छ त्यसमा चाहिँ अलरेडी आफूसँग पानी हुन्छ र धेरै महिना दिनसम्म पानी नहाल्दाखेरि पनि हाम्रो जिजी प्लान्ट चाहिँ जीवित रहन सक्छ तर मेरो यसमा चाहिँ अस्ति मैले हालेर गएको थिएँ तर पनि फेरि त्यो बहिनीले फेरि हाल्दिनु भएछ र सबै मरेर मेरो चाहिँ यो दुईटा मात्रै बाँचेको छ जिजी प्लान्ट मर्ने भनेको चाहिँ ओभर वाटरिङले मात्रै मर्छ साथीहरु ओभर वाटरिङले मर्छ त्यही भएको भएर हामीले बालुवा चाहिँ एकदम धेरै हाल्नुपर्छ माटो कम हाल्नुपर्छ अनि मात्रै हुन्छ अनि त्यही भएको भएर मैले चाहिँ यसपालि चाहिँ सबै यसरी यो पिटमस परलाइट यो यसरी यो धेरै थोक हालेर माटो कम हालेर जस्तै कि पानी धेरै भयो भने पनि अड्डिएर चाहिँ जराहरू नकुइने होस् भनेर चाहिँ मैले यसरी चाहिँ यसमा रोपेको छु आज सारेको चाहिँ मैले यो भनेको मेरो अस्ति नै ल्याएर सारेको यो भन्दा पहिलेको भिडियोमा पनि छ यो मेरो सारेको भिडियो चाहिँ अनि यो चाहिँ मजाले सप्रियो भने चाहिँ यसरी ठुलठुलो डाँठहरू भएर आउँछ मेरो यसमा अस्ति मल हाल्दिएको थिएँ बेबीहरू आउँदैछ यसको पनि बेबीहरू आउँदैछ यसको पनि बेबीहरू चाहिँ टन्नै नै आएको छ अनि यो मर्ने भनेको मेन ओभर वाटरिङको कारणले मात्रै मर्छ साथीहरु नभएदेखि यसमा रोग भनेको कमै लाग्छ अनि त्यो चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ यसलाई चाहिँ हामीले दालको पानी चामलको पानीहरू पनि त्यसरी चामल भिजाएको पानीहरू पनि हाल्दियौं भने पनि एकदम मल हुन्छ जिजी प्लान्टलाई चाहिँ एकदम इजी हुन्छ हामीले इन्डोरमा रोप्नको लागि चाहिँ तपाईहरुसँग जब गर्नुहुन्छ टाइम छैन भने पनि हामीले इन्डोर प्लान्ट चाहिँ एकदम इजिली ग्रो गर्न सक्छौं साथीहरु मलाई चाहिँ एकदम धेरै मन पर्ने भएको भएर म चाहिँ धेरै बोटहरु गरेको छु क्या यसरी जिजी चाहिँ एकदम धेरै मन पर्छ त्यही भएर सानो सानो ल्याएर आफैले हुर्काउन त भनेर मैले चाहिँ सानो सानोहरु चाहिँ यसरी ल्याएर चाहिँ रोपेको यो पनि मैले फेरि ल्याए मलाई चाहिँ एकदम धेरै मन पर्छ इन्डोर प्लान्टहरु पनि फुल्ने प्लान्टहरु पनि र महिनामा एकचोटी 2 महिनामा एकचोटी हामीले के भन्छ यो मलहरु लगाउँदा पनि हुन्छ यसमा चाहिँ कम्पोस्ट मलहरु भन्दा पनि हामीले अर्गानिक फर्टिलाइजरहरु लगाउँदा राम्रो हुन्छ सिविड लगाइदियो भने हामीले सिविड महिनामा 1 चम्चा चाहिँ यसरी लगाइदियौं भने राम्रो हुन्छ सिविड लगाइदियौं भने राम्रो हुन्छ जिजी प्लान्ट चाहिँ मजाले गर्यो भने ठुलो डाँठ हामीले यो जिजी प्लान्टलाई चाहिँ हामीले कटिङबाट पनि सार्न सक्छौं साथीहरु यो काटेर पानीमा डुबाएर राख्नुभयो भने पनि कटिङ चाहिँ मजाले सर्छ यसलाई डिभाइड गरेर राख्न पनि डिभाइड गरेर रोप्न पनि सक्नुहुन्छ मजाले यो पातबाट मात्रै पनि सार्न सकिन्छ र राम्ररी सप्रेन भने चाहिँ हाम्रो यो पातहरु पनि दरो मोटो भएर आउँछ यो जिजी प्लान्टको चाहिँ
तर एकदम लो मेन्टेनेन्समा हुन्छ। यसलाई चाहिँ अँधेरो कोठामा चाहिँ हुँदैन साथीहरू फेरि है। हामीले चाहिँ ब्राइट लाइट हुने ठाउँमा चाहिँ रोप्नु पर्ने हुन्छ है त साथीहरू। यो मैले भर्खरै लिएर रोपेको, त्यति उयो भएको छैन, भर्खर बढ्दै नै छ। यो चाहिँ आज मात्रै रिपोर्टिङ गर्दैछु है त साथीहरू मैले। ल आजको लागि चाहिँ मेरो थोरै तिनो जिजी प्लान्ट रिपोर्टिङ केयर टिप्सहरूको बारेमा यति नै रहेको छ साथीहरू होइन। जिजी प्लान्ट मर्ने भनेको ओभर वाचिङले मात्रै मर्छ। मल पानीहरूको बारेमा पनि मैले भनिहालेँ। जाडो महिनामा चाहिँ पानी स्प्रे गरेर तपाईँहरूले महिना दिन 2 महिनामा मात्रै पनि लगाउनु भयो भने पनि यो प्लान्ट चाहिँ सर्भाइभ गर्छ साथीहरू। यो भित्र चाहिँ आलु जस्तो दाना हुन्छ, त्यो दानाले चाहिँ पानी उयो गरी सप्लाई गरिरहेको हुन्छ र पानी धेरै चाहिँदैन। ल आजको लागि चाहिँ मेरो जिजी प्लान्ट रिपोर्टिङको भिडियो चाहिँ यहीँसम्म रहेको छ साथीहरू है। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक एन्ड सेयर सब्सक्राइब गर्नु पनि नबिर्सिनु होला है। मन पर्यो भने सेयर गरिदिनु होला है। ल आजलाई चाहिँ यति नै मेरो जिजी प्लान्ट रिपोर्टिङको भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ साथीहरू। बाई बाई सबैजनालाई धेरै धेरै धन्यवाद दिँदै हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद सबैजनालाई।